अहिले चाहिँ हजुरहरूले फ्री फायर लगइन गर्न खोज्नु भयो भने चाहिँ यस्तो टाइपको इन्फर्मेसन चाहिँ देखाइरहेको छ, जसमा चाहिँ नेटवर्क कनेक्सन एरर, फेल्ड टु रिट्राइभ एकाउन्ट डाटा 3, प्लिज चेक योर नेटवर्क एन्ड ट्राई अगेन इफ द प्रब्लम कन्टिन्युज, प्लिज कन्ट्याक्ट कस्टमर भनेर चाहिँ भनेको छ। सो यो चाहिँ मैले ट्राई गरेको छु, गेम चाहिँ खुलेको छैन। सो यसको बारेमा चाहिँ मैले मोडरेटरलाई चाहिँ यो इन्फर्मेसन पुगाइदिइसकेको छु। यो प्रब्लम छिटो नै सल्भ हुनेछ, हजुरहरू आत्तिनु चाहिँ पर्दैन। फर्दर इन्फर्मेसनको लागि चाहिँ मेरो बायोमा गएर यो जुन ब्रोडकास्ट च्यानल चाहिँ जोइन गर्नु होला, त्यसमा चाहिँ मैले अपकमिङ अपडेट्स चाहिँ दिनेछु। अहिले चाहिँ हजुरहरूले फ्री फायर लगइन गर्न खोज्नु भयो भने चाहिँ यस्तो टाइपको इन्फर्मेसन चाहिँ देखाइरहेको छ, जसमा चाहिँ नेटवर्क कनेक्सन एरर, फेल्ड टु रिट्राइभ एकाउन्ट डाटा 3, प्लिज चेक योर नेटवर्क एन्ड ट्राई अगेन इफ द प्रब्लम कन्टिन्युज, प्लिज कन्ट्याक्ट कस्टमर भनेर चाहिँ भनेको छ। सो यो चाहिँ मैले ट्राई गरेको छु, गेम चाहिँ खुलेको छैन। सो यसको बारेमा चाहिँ मैले मोडरेटरलाई चाहिँ यो इन्फर्मेसन पुगाइदिइसकेको छु। यो प्रब्लम छिटो नै सल्भ हुनेछ, हजुरहरू आत्तिनु चाहिँ पर्दैन। फर्दर इन्फर्मेसनको लागि चाहिँ मेरो बायोमा गएर यो जुन ब्रोडकास्ट च्यानल चाहिँ जोइन गर्नु होला, त्यसमा चाहिँ मैले अपकमिङ अपडेट्स चाहिँ दिनेछु।